दर्शक पनि एलिना चौहान र विष्णु सापकोटाबारे आयो खुसीको खबर। उनीहरू भन्छन् अब हामी एक हुन पनि सक्नेछौँ। दर्शक पनि आउनु आजको भिडियोमा भने यसैबारे रहेर छोटो चर्चा गर्ने छौँ। कृपया भिडियोलाई भने अन्तिमसम्म हेरेर हाम्रो साथ दिन भने नछुटाउनुहोला। दर्शक पनि पछिल्लो समयमा भने उनीहरूको डिभोर्स भए सँगसँगै यता भने सामाजिक सञ्जालमा विभिन्न प्रकारका न्युजहरू फैलि नै रहेको छ। हिजो मात्र उनीहरू एकसाथ रहेको र एकसाथ टिकटक लाइभमा आएको खुलासा भएको थियो भने तर अहिलेको सामाजिक सञ्जाल हेर्ने हो भने यता सामाजिक सञ्जालभरि नेपाली दर्शक श्रोताहरूले भन्छन् उनीहरू एक हुने पनि धेरै चान्सेस बढिरहेको छ भनेर नेपाली दर्शक श्रोताहरूले अन्जान गरिरहेका छन्। दर्शक तपाईँलाई भने के कस्तो लाग्छ त? के साँच्चै एलिना चौहान र विष्णु सापकोटाको मिलन हुन फेरि पनि सम्भव होला त? तपाईँलाई भने के कस्तो लाग्छ त? उनीहरूको भने डिभोर्स भएको लगभग 1 महिना नबित्दै भने फेरि पुनः मिलन हुन सम्भव नहुन पनि सक्छ। तर यो भने असम्भव पनि हुनसक्छ र सम्भव पनि हुनसक्छ। दर्शक पनि तपाईँलाई भने के कस्तो लाग्छ त? के साँच्चै उनीहरू अब फेरि पुनः एक हुन्छन् होला त? उनीहरूको मिलन हुन्छ होला त? तपाईँलाई भने के कस्तो लाग्छ? कृपया आफ्नो मनमा लागेको प्रतिक्रिया भने तलको कमेन्ट बक्समा व्यक्त गर्न भने नछुटाउनुहोला।